हेलो एभ्रिवान, सबैजनालाई स्वागत छ। यो चाहिँ हाम्रो पाइथन सिरिजको 20th भिडियो हो र यो भिडियोमा चाहिँ हामी पाइथनमा नेम स्पेसेस र स्कोप भनेको के हो भनेर डिस्कस गर्छौँ है त। सो सुरु गरौँ। नेम स्पेसेस है। अ नेम स्पेस इन पाइथन इज अ सिस्टम द्याट इन्स्योर्स अल नेम्स इन अ प्रोग्राम आर युनिक एन्ड अभोइड कन्फ्लिक्ट्स। क्या नेम स्पेस भनेको चाहिँ एउटा पाइथनको एउटा यस्तो सिस्टम हो जसले चाहिँ मेक स्योर गर्छ कि पाइथनमा भएको नेमहरू चाहिँ एकअर्काभन्दा युनिक होस् र कुनै पनि कन्फ्लिक्ट चाहिँ अभोइड गरोस्। जस्तै सपोज हामीसँग डिफ्रेन्ट ब्लक अफ कोडहरू छ हैन। ब्लक अफ कोड भन्नाले एउटा फङ्सन भनेर बुझौँ। अब हामीसँग 3टा फङ्सन छ र एउटै कोडमा, तर हरेक फङ्सनभित्र हामीले एउटै नाम भएको मल्टिपल भेरिएबल चाहिँ डिफाइन गरेको छ भने हाम्रो प्रोग्राममा कुन चाहिँ युज हुने त, त्यो त कन्फ्युजन हुन्छ नि त। हो त्यस्तो कन्फ्युजनलाई हटाउने सिस्टम भनेको चाहिँ नेम स्पेस हो है। थिङ्क अफ इट एज अ कन्टेनर अर अ बक्स वेयर नेम इज म्याप टु एन अब्जेक्ट। नेम स्पेसलाई चाहिँ एउटा यस्तो कन्टेनर भनेर बुझौँ जसले चाहिँ हाम्रो प्रोग्राममा युज भएको नेमहरू चाहिँ स्टोर गर्छ है। अनि वेन यु क्रिएट अ भेरिएबल, हामीले एउटा भेरिएबल फङ्सन अथवा एउटा क्लास क्रिएट गर्दाखेरि यसको नेम चाहिँ कहाँ गएर स्टोर हुन्छ भन्दाखेरि नेम स्पेसमा। एक्जाम्पल हेरौँ है। एक्सको भ्याल्यु 10 छ, वाईको भ्याल्यु हेलो छ। एक्सले 10 भन्ने अब्जेक्टलाई पोइन्ट गर्छ, वाईले हेलो भन्ने स्ट्रिङलाई पोइन्ट गर्छ। सो यो एक्स र वाई भनेको चाहिँ नेम स्पेसमा गएर स्टोर भएको हुन्छ क्या। एक्स र वाई भनेको नेम भयो र यो कहाँ स्टोर हुन्छ भन्दाखेरि नेम स्पेसमा चाहिँ गएर स्टोर हुन्छ। नेम स्पेस कसरी वर्क गर्छ त भन्दाखेरि एभ्री टाइम पाइथन एक्जिक्युट्स अ न्यू ब्लक अफ कोड अ न्यू नेम स्पेस इज क्रिएटेड। जस्तै अब हाम्रो प्रोग्राम रन भयो, प्रोग्राम रन भएपछि भित्र सपोज एउटा फङ्सनमा पुग्यो भने त्यो फङ्सन रन हुँदाखेरि चाहिँ एउटा नयाँ नेम स्पेस क्रिएट हुन्छ अनि त्यो फङ्सनको भित्र भएको सबै भेरिएबलहरू चाहिँ त्यो नेम स्पेसमा गएर स्टोर हुन्छ। अनि त्यो फङ्सन सकेपछि त्यो नेम स्पेसहरू पनि उड्छ। नयाँ फङ्सन आयो भने नयाँ फङ्सनको नेम स्पेस छुट्टै हुन्छ, त्यसमा गएर आफ्नो भेरिएबलको नामहरू बस्छ। अनि पाइथनमा नेम स्पेसको टाइपहरू चाहिँ मेनली 3टा हो, तर यो इन्क्लोज्ड भन्ने पनि हुन्छ जुन चाहिँ नेस्टेड फङ्सनको बेला युज हुन्छ है। यहाँ पुग्नुभन्दा अगाडि बिल्ट-इनबाट सुरु गरौँ। बिल्ट-इन नेम स्पेस है। दिस इज द फर्स्ट नेम स्पेस क्रिएटेड व्हेन द पाइथन इन्टरप्रेटर स्टार्ट्स एन्ड स्टेज अन्टिल द इन्टरप्रेटर स्टप्स। नेम स्पेस भनेपछि एउटा कन्टेनर भयो जुन चाहिँ फर्स्टमा क्रिएट हुन्छ जब हाम्रो पाइथन इन्टरप्रेटर स्टार्ट हुन्छ र त्यतिखेर डिस्ट्रोय हुन्छ जतिखेर हाम्रो पाइथनको इन्टरप्रेटर चाहिँ स्टप हुन्छ। अनि यसले चाहिँ के स्टोर गर्छ त, नेम स्पेसमा त केही कुरा स्टोर हुनु पर्यो। यसले चाहिँ के स्टोर गर्छ त भन्दाखेरि पाइथनले प्रिडिफाइन गरेको किवर्डहरू, बिल्ट-इन फङ्सनहरू चाहिँ यो बिल्ट-इन नेम स्पेसमा गएर स्टोर हुन्छ। जस्तै प्रिन्ट, लेन, एसटिआर। एक्जाम्पल हेरेर बुझौँ। सपोज मैले यो एम्टी कोड चाहिँ मैले रन गरेँ भने हाम्रो कोड सक्सेसफुल्ली स्टार्ट हुन्छ र एन्ड पनि हुन्छ। हामीले कोड रन गर्ने बित्तिकै हाम्रो पाइथनको इन्टरप्रेटर स्टार्ट भयो अनि इन्टरप्रेटर एन्ड भयो नि त नि। सो यो प्रोसेसमा चाहिँ हाम्रो बिल्ट-इन नेम स्पेस चाहिँ क्रिएट हुन्छ। यसले चाहिँ के स्टोर गर्छ त भन्दाखेरि बिल्ट-इन फङ्सनहरू र किवर्डहरू। हाम्रो बिल्ट-इन किवर्डहरू चाहिँ के छ हेर्नको लागि चाहिँ हामीले सिधै इम्पोर्ट किवर्ड गरेर प्रिन्ट किवर्ड डट केडब्लु लिस्ट गर्न सक्छौँ है। किवर्ड भएछ, किवर्ड है, किवर्ड डट केडब्लु लिस्ट गरेर चाहिँ हाम्रो किवर्डहरू चाहिँ के छ भनेर हेर्न सक्छौँ। सो यो सबै किवर्डहरू अनि बिल्ट-इन फङ्सनहरू हुन्छ नि, जस्तै यो प्रिन्ट, यस्तोहरू चाहिँ सबै बिल्ट-इन नेम स्पेसमा गएर स्टोर हुन्छ है। त्यसपछि छ ग्लोबल नेम स्पेस। ग्लोबल नेम स्पेस भनेको चाहिँ दिस इज क्रिएटेड व्हेन अ पाइथन स्क्रिप्ट स्टार्ट्स रनिङ। जब हामी आफूले लेखेको कोड चाहिँ रन हुन थाल्छ त्यो बेला चाहिँ ग्लोबल नेम स्पेस चाहिँ क्रिएट हुन्छ है। अनि इट कन्टेन्स अल द नेम्स डिफाइन्ड एट द टप लेभल अफ ए स्क्रिप्ट एन्ड फ्रम मोड्युल्स द्याट आर इम्पोर्टेड। अनि यसमा चाहिँ हामीले आफूले डिफाइन गरेको नेमहरू चाहिँ जुन चाहिँ टप लेभलमा डिफाइन गरेको हुन्छौँ त्यो चाहिँ ग्लोबल नेम स्पेसमा गएर स्टोर भएको हुन्छ। र यो ग्लोबल नेम स्पेसमा डिफाइन गरेको भेरिएबलहरूलाई चाहिँ हामीले ग्लोबल भेरिएबल भन्छौँ है। अनि इट विल लास्ट अन्टिल द प्रोग्राम एन्ड्स। यो चाहिँ प्रोग्राम एन्ड नहुने बेलासम्म चाहिँ लास्ट हुन्छ। सपोज मैले एक्सको भ्याल्यु मैले 10 राखेँ है, अनि वाईको भ्याल्यु मैले 20 राखेँ। अनि मैले के गर्छु, प्रिन्ट एक्स प्लस वाई गरिदिन्छु। यसमा चाहिँ हाम्रो यो एक्स र वाई भन्ने भेरिएबल अथवा नेम चाहिँ हामीले प्रोग्रामको टप लेभलमा स्टोर गरेको छौँ र हामी आफैले डिफाइन गरेको हो। सो त्यही भएर यो चाहिँ कहाँ गएर स्टोर हुन्छ भन्दाखेरि ग्लोबल नेम स्पेसमा गएर चाहिँ स्टोर हुन्छ है। ग्लोबल नेम स्पेसमा गएर स्टोर हुन्छ। अनि ग्लोबल नेम स्पेसमा स्टोर हुने भेरिएबललाई चाहिँ हामीले के भन्छौँ भन्दाखेरि ग्लोबल भेरिएबल भन्छौँ है। ग्लोबल भेरिएबल भन्छौँ। सो यो एक्स र वाई भनेको चाहिँ ग्लोबल भेरिएबल भयो। अनि यो यसको स्कोप कति हुन्छ भन्दाखेरि अन्टिल द प्रोग्राम एन्ड। प्रोग्राम एन्ड नहुने बेलासम्म चाहिँ हाम्रो कोडमा चाहिँ एक्स र वाई भन्ने भ्याल्यु चाहिँ स्टोर भएर बस्छ। लोकल नेम स्पेस है। दिस इज क्रिएटेड व्हेन अ फङ्सन इज कल्ड। जतिखेर कुनै एउटा फङ्सन कल हुन्छ त्यो बेला मात्र यो चाहिँ क्रिएट हुन्छ क्या। इट कन्टेन्स अल द नेम्स डिफाइन्ड इनसाइड द्याट फङ्सन इन्क्लुडिङ इट्स प्यारामिटर्स एन्ड लोकल भेरिएबल्स। त्यो फङ्सनभित्र डिफाइन गरेको सबै नामहरू, प्यारामिटरहरू चाहिँ हाम्रो लोकल नेम स्पेसमा गएर स्टोर हुन्छ है। अनि दिस नेम स्पेस इज टेम्पररी एन्ड इज डिस्ट्रोइड व्हेन द फङ्सन इज फिनिस्ड। जतिखेर हाम्रो फङ्सन कल हुन्छ त्यो बेला लोकल नेम स्पेस क्रिएट हुन्छ र जब हाम्रो फङ्सन चाहिँ एन्ड हुन्छ हैन, फङ्सनको कल सकिएपछि चाहिँ यो लोकल नेम स्पेस पनि डिस्ट्रोय हुन्छ है। एक्जाम्पल हेरेर बुझौँ। सपोज मसँग यो ग्लोबल नेम स्पेस त छँदैछ है। त्यसपछि छ मसँग एउटा फङ्सनको नाम चाहिँ डेफ हेलो भन्ने फङ्सन छ।
अनि यो फङ्सनले चाहिँ नेम भनेर एउटा भेरिएबलमा चाहिँ नाम स्टोर गर्छ अनि यसले प्रिन्ट के गरिदिन्छ भन्दाखेरि नेम नै चाहिँ प्रिन्ट गरिदिन्छ। सो यो माथिको कुरा त त्यो सबै ग्लोबल नेम स्पेसमा गएर स्टोर हुन्छ, तर जब यो हाम्रो फङ्सन कल हुन्छ त्यो बेला चाहिँ एउटा लोकल नेम स्पेस क्रिएट हुन्छ, कन्टेनर त हो नि हैन, जसले चाहिँ यो नेम भन्ने भेरिएबल चाहिँ आफ्नो नेम स्पेसमा राख्छ। सो यो फङ्सनलाई म कल गर्छु है। यो फङ्सनलाई कल गरेपछि हाम्रो यो नेम प्रिन्ट भएको छ। यो नेम भन्ने भेरिएबल चाहिँ हाम्रो लोकल नेम स्पेसमा गएर स्टोर भएको छ नि त। सो यो लोकल नेम स्पेसको भेरिएबललाई चाहिँ हामीले लोकल भेरिएबल भन्छौँ है। अनि हाम्रो यो लोकल भेरिएबलको स्कोप भनेको त फङ्सनको इनसाइड मात्रै हुन्छ नि त। फङ्सन सकिएपछि यो लोकल भेरिएबल पनि हराउँछ, डिस्ट्रोय हुन्छ। त्यही भएर मैले फङ्सनको बाहिर यो नेम भन्ने चाहिँ एक्सेस गर्न खोजेँ भने चाहिँ मलाई नेम एरर आउँछ है। नेम केही पनि छैन नि त, यसलाई रन गर्न खोज्यो भने नेम एरर आयो, किनकि यसको स्कोप लोकल भेरिएबलको स्कोप भनेको चाहिँ फङ्सनको भित्रसम्म मात्रै हुन्छ है। यहाँ लेखेको छ है, दिस नेम स्पेस इज टेम्पररी एन्ड इज डिस्ट्रोयड व्हेन द फङ्सन कल इज फिनिस्ड। फङ्सनको कल फिनिस हुने बित्तिकै डिस्ट्रोय हुन्छ। अनि हुन्छ इन्क्लोज नेम स्पेस। यो इन्क्लोज नेम स्पेस भनेको चाहिँ एउटा स्पेसल टाइप अफ लोकल नेम स्पेस भन्न पनि पाइन्छ। अनि यो भनेको चाहिँ नन ग्लोबल, ग्लोबल पनि होइन तर लोकल पनि होइन, ग्लोबल पनि होइन लोकल पनि होइन भनेको के हो भन्दाखेरि इन्क्लोज हो अथवा नन लोकल भनेर बुझ्न सकिन्छ है। द्याट इज क्रिएटेड फर नेस्टेड फङ्सन। नेस्टेड फङ्सनको लागि मात्रै क्रिएट हुन्छ यो चाहिँ। जस्तै यो मसँग हेलो भन्ने एउटा फङ्सन छ, यो फङ्सनको भित्र पहिला यो नेमलाई चाहिँ डिलिट गरिदिउँ है। अनि यो हेलो भन्ने फङ्सनभित्र मसँग हाई भन्ने अर्को एउटा फङ्सन छ है। हाई भन्ने अर्को फङ्सन छ। अनि यो हाईले चाहिँ फुल नेम लिन्छ है, फुल नेम भन्ने भेरिएबल लिन्छ। अनि यो फुल नेमलाई चाहिँ प्रिन्ट गरिदिन्छ। यो रन गर्नको लागि यो हाई भन्ने फङ्सन कल गर्नु पर्यो, मैले कल गरेँ है त। सो माथिबाट हेरौँ है। अब हाम्रो यो माथिको त ग्लोबल नेम स्पेस ग्लोबल भेरिएबल भयो है, एक्स र वाई। अब यो हेलो भन्ने फङ्सनभित्रको चाहिँ अघि के थियो, लोकल भेरिएबल थियो। तर यसो हेर्दाखेरि यो फङ्सनभित्र पनि अर्को एउटा फङ्सन छ नि त। सो यो फङ्सनको भित्र भएको कुरालाई त हामी लोकल भेरिएबल भन्ने हो भने त यो फुल नेम पनि लोकल भयो यसलाई है। यो फुल नेम पनि लोकल भयो। अनि फङ्सनभन्दा बाहिरको त अघि हामीले ग्लोबल भनेको थियो नि त। फङ्सनभन्दा बाहिर भनेको टप लेभलमा भएको कुरालाई ग्लोबल नेम स्पेस अथवा ग्लोबल भेरिएबल भनेको थियो भने के यो अब ग्लोबल भेरिएबल हो त होइन है, किनकि यो पनि आफै एउटा फङ्सनभित्र छ नि त। त्यही भएर यो चाहिँ न त ग्लोबल न त लोकल हो क्या। त्यही भएर यसलाई चाहिँ हामीले नन लोकल भेरिएबल अथवा इन्क्लोज्ड भेरिएबल भन्छौँ। र यो चाहिँ नेस्टेड फङ्सनको केसमा मात्रै एक्जिस्ट हुन्छ है, नभए त फङ्सनभित्रकोलाई हामीले डाइरेक्टली लोकल भनिदिन्छौँ। अन्त स्कोपको कुरा त मैले अघि गरिसकेँ होइन, त्यही पनि एकचोटि हेरौँ मजाले। स्कोप टेल्स अस वेयर अ नेम अथवा भेरिएबल क्यान बी युज इन अ प्रोग्राम। अनि इफ यु ट्राई टु एक्सेस अ भेरिएबल आउटसाइड इट्स स्कोप नेम एरर आउँछ। अघि हामीले यो नेम भन्ने भेरिएबल फङ्सनको बाहिर एक्सेस गर्न खोज्दाखेरि त एरर आएको थियो नि त। नेम भन्ने त एक्जिस्टै गर्दैन भनेको थियो, नेम एरर आएको थियो। त्यही भनेको है, किनकि यसको स्कोप भनेको चाहिँ फङ्सनको भित्र मात्रै छ, तर हामीले फङ्सनको बाहिर चाहिँ एक्सेस गर्न खोजिरहेको छौँ। हेलो भन्ने फङ्सनको ब्लक यति भयो। यो ब्लकभित्र चाहिँ हामीले नेम भन्ने भेरिएबल चाहिँ जहाँ पनि युज गर्न पाउँछौँ, यो नेस्टेड फङ्सनको भित्र पनि युज गर्न पाउँछौँ है। प्रिन्ट नेम गऱ्यो भने त एरर आउँदैन, यसरी हामीले युज गर्न पाउँछौँ, तर फङ्सनको बाहिर चाहिँ युज गर्न पाउँदैनौँ। स्कोप भनेको यही हो। कुनै पनि एउटा भेरिएबलको एक्सेसिबिलिटी कहाँ छ त होइन। स्कोप इज अबाउट एक्सेसिबिलिटी नट अबाउट एक्जिस्टेन्स है। नेम भन्ने भेरिएबल एक्जिस्ट गर्छ तर त्यो एक्सेसिबल छैन नि त। सो स्कोप भनेको चाहिँ एक्सेसिबिलिटीको कुराको लागि मात्रै है, एक्जिस्टेन्सको लागि चाहिँ होइन। यो एक्जाम्पलमा माई फङ्क भन्ने फङ्सनभित्र ए को भ्याल्यु 5 छ भनेपछि ए भनेको लोकल भेरिएबल भयो। तर हामीले यो ए भन्ने भेरिएबल चाहिँ फङ्सनको बाहिर एक्सेस गर्न खोज्यौँ भने चाहिँ हाम्रो नेम एरर आउँछ नि त। सो यो चाहिँ एक्सेसिबल नभएको हो। ए भन्ने भेरिएबल एक्जिस्ट त गर्छ तर एक्सेसिबल चाहिँ छैन है। पाइथन स्कोप्स अघि नेम स्पेस लोकल ग्लोबल इन्क्लोज्ड भएको जस्तै त्यसै गरी स्कोप पनि लोकल ग्लोबल र नन लोकल हुन्छ है। लोकलमा चाहिँ लोकल स्कोप भनेको चाहिँ अ भेरिएबल डिफाइन्ड इनसाइड अ फङ्सन इट्स सेड टु बी इन लोकल स्कोप। हामीले बुझिसक्यो यो कुरा है। फङ्सनको भित्र डिफाइन गरेको भेरिएबल भनेको लोकल भेरिएबल भयो र त्यसको स्कोप भनेको चाहिँ त्यो फङ्सनको भित्र मात्रै हुन्छ नि त, त्यसलाई नै हामीले लोकल स्कोप भन्छौँ। इट इज ओन्ली अभाइलेबल वेन द्याट फङ्सन इज रनिङ। त्यो फङ्सन रन हुँदाखेरि मात्रै अभाइलेबल हुन्छ नि त त्यो। अनि वान्स द फङ्सन एन्ड्स द भेरिएबल इज गन। एक्स भन्ने भेरिएबल चाहिँ माई फङ्सनको लागि लोकल छ, द्याट्स वाइ वी क्यान नट एक्सेस इट आउटसाइड द फङ्सन। त्यही भएर हामीले चाहिँ यो बाहिर एक्सेस गर्न पाउँदैनौँ। त्यसपछि चाहिँ नन लोकल स्कोप। यो पनि हामीले बुझिसक्यौँ, नेस्टेड फङ्सनको केसमा मात्र एक्जिस्ट गर्छ र आउटर फङ्सनलाई चाहिँ नन लोकल भेरिएबल भन्छ। अनि त्यो नन लोकल भेरिएबलको स्कोप भनेको नन लोकल स्कोप हो है।
If we define a function inside another function, nested function, then the outer function's variable becomes the enclosed scope for the inner function. And these variables are neither local to the inner function nor global. यो भेरिएबलहरु भनेको चाहिँ neither local nor global. लोकल पनि हैन, ग्लोबल पनि हैन नि त, नन लोकल हो। ल एक्जाम्पलले बुझौँ है। सपोज मसँग x को भ्यालु 10 छ। मैले चाहिँ एउटा फंक्सन बनाउँछु, हाई भन्ने फंक्सन बनाउँछु। यो हाई भन्ने फंक्सनले चाहिँ प्रिन्ट x गर्यो भने त ग्लोबल स्कोपमा छ, त्यही भएर फंक्सनको भित्र युज गर्न पायो, ठीक छ। अनि यसको भित्र y को भ्यालु चाहिँ मैले 20 राख्दिए भने यो भनेको अहिले चाहिँ एउटा लोकल भेरिएबल भयो है, लोकल भेरिएबल भयो। तर अर्को पनि मैले एउटा फंक्सन बनाए, हेलो भन्ने अर्को पनि एउटा फंक्सन बनाए भने अब चाहिँ यो लोकल भेरिएबल नभएर के हुन्छ, नन लोकल भेरिएबल हुन्छ है, किनकि यो फंक्सनको भित्रको भेरिएबल चाहिँ अब लोकल हुन्छ। सो z को भ्यालु चाहिँ मैले 30 राखे भने z भनेको चाहिँ लोकल भेरिएबल भयो। अनि मैले z को भ्यालु प्रिन्ट गर्न पाउँछु किनकि यो आफ्नै स्कोपमा छ। y को भ्यालु पनि प्रिन्ट गर्न पाउँछु किनकि यो आउटर फंक्सनको भ्यालु इनर फंक्सनमा एक्सेसिबल हुन्छ है, प्रिन्ट y। र x को भ्यालु 10 भनेको त ग्लोबल छ, त्यही भएर x पनि एक्सेस गर्न पाउँछ। अनि यो फंक्सनलाई कल गरौँ है, हेलो भन्ने फंक्सन कल गरौँ अनि हाई भन्ने फंक्सन पनि कल गरौँ। यति गरेपछि हाम्रो सबैको भ्यालु चाहिँ पालेपालो आउँछ है। तर हाम्रो एरर चाहिँ कहाँ आउँछ भन्दाखेरि हाम्रो ग्लोबल स्कोपको भेरिएबललाई हामीले फंक्सनको भित्र चाहिँ एडिट गर्न खोज्यौं, अपडेट गराउन खोज्यौं भने चाहिँ एरर आउँछ। सपोज मैले x को भ्यालु चाहिँ तल इन्क्रिमेन्ट गर्न खोजे हैन, x = x + 1 गर्न खोजे भने चाहिँ अब चाहिँ हाम्रो एरर आउँछ है, अनबाउन्ड लोकल एरर आयो। किन भन्दाखेरि सुरुमा त यो हाम्रो x भनेको चाहिँ ग्लोबल स्कोपमा छ नि त, ग्लोबल भेरिएबल छ, अथवा यो x भन्ने भेरिएबल चाहिँ x भन्ने नेम चाहिँ ग्लोबल नेम स्पेसमा गएर स्टोर भएको हुन्छ। तर हामीले फंक्सनको भित्र x को भ्यालु इन्क्रिमेन्ट गर्न खोज्यौं भने चाहिँ यो x भन्ने चाहिँ नयाँ नेम स्पेसमा गएर चाहिँ क्रिएट हुन्छ नि त। सो नयाँ नेम स्पेस क्रिएट गर्दाखेरि फेरि x एक्सेस गरेको छ, बल्ल त यो नेम क्रिएट भइरहेको छ है। नेम क्रिएट हुँदा हुँदै हामीले त्यही नेम युज गर्यौं भने त त्यो यो नेमको भ्यालु त अहिले छैन नि त, किनकि यो माथिको 10 भन्नु र यो अहिले नयाँ x भन्नु चाहिँ फरक हुन्छ। सो यो नयाँ x को भ्यालु त एक्जिस्टै गर्दैन, त्यही भएर हाम्रो यो एरर आउँछ है। तर मैले चाहिँ x = भनेर नयाँ भेरिएबल दिएको भए 20 + 1 भनेको 21 दिएको भए चाहिँ 21 नै आउँथ्यो, किनकि अब त हाम्रो x को नयाँ भ्यालु स्टोर हुन्छ। तर x एक्सेस गर्न खोज्यौं भने त यो माथिको भ्यालु ग्लोबल नेम स्पेसमा छ, भित्र गएर फेरि हामीले x को नयाँ भ्यालु बनाउन खोजेको जस्तो हुन्छ क्या। यो लाइन भनेको चाहिँ नयाँ भेरिएबल बनाइराको छ र फेरि x स्टोर गरेको छ, यसले त लजिक बनाएन, त्यही भएर एरर आएको है। त्यसै गरी हाम्रो यो y भनेको नन लोकल भेरिएबल छ, अनि यसको भित्र हामीले y त एक्सेस गर्न पाउँछौं, तर y को भ्यालु चाहिँ इन्क्रिमेन्ट गर्न खोज्यौं भने चाहिँ अब चाहिँ एरर आउँछ। सेम लजिकमा है, एरर आयो नि त। किन भन्दाखेरि यो भनेको नन लोकल नेम स्पेसमा गएर स्टोर भएको छ, इन्क्लोज नेम स्पेसमा, अनि भित्र गएर हामीले यसको भ्यालु इन्क्रिमेन्ट गर्न खोज्यौं भने चाहिँ लोकल नेम स्पेसमा फेरि नयाँ y भन्ने नेम चाहिँ क्रिएट हुन्छ र त्यसको लागि चाहिँ फेरि यो y एक्सेस गर्न खोजेको छ र यो y त अहिले एक्जिस्ट गर्दैन, त्यही भएर एरर आयो। अनि यसको सल्युसन चाहिँ के हो त भन्दाखेरि हामीले ग्लोबल भेरिएबलको भ्यालु चाहिँ फंक्सनको भित्र अपडेट गराउनु पर्यो भने चाहिँ हामीले ग्लोबल किवर्ड युज गर्नुपर्छ है। ग्लोबल अनि कुन भेरिएबललाई अपडेट गराउने हो त, मैले x लाई अपडेट गराउनु छ, त्यही भएर ग्लोबल x भनिदिन्छु। अनि यति गरेपछि चाहिँ मैले x को भ्यालु चाहिँ इजिली अपडेट गर्न पाउँछु है। x = x + 1, यो y लाई चाहिँ एकछिन कमेन्ट आउट हान्दिम है। अब चाहिँ एरर आएन नि त, किनकि x को भ्यालु x + 1 गर्दाखेरि 11 आएको छ। त्यसै गरी नन लोकल भेरिएबललाई चाहिँ हामीले लोकल स्कोपमा गएर अपडेट गराउनु पर्यो भने चाहिँ हामीले नन लोकल भन्ने किवर्ड चाहिँ युज गर्नुपर्छ। सो अब चाहिँ y भन्ने भेरिएबल चाहिँ हाम्रो लोकल स्कोपको लागि चाहिँ अपडेट गराउन एलिजिबल हुन्छ, अनि अपडेट भइदियो। सो यसरी चाहिँ हामीले भ्यालुहरु अपडेट गराउन सक्छौं है त। त्यही भनेको छ यतानिर प्रब्लम व्हेन मोडिफाइङ इन्क्लोज्ड भेरिएबल्स, यतिकै अपडेट गराउन खोज्दाखेरि एरर आयो, तर नन लोकल किवर्ड युज गरेपछि नन लोकल स्कोपमा गएर हामीले भ्यालु मोडिफाई गर्न पायो। अनि ग्लोबल स्कोप भनेको त्यही हो। अ भेरिएबल डिफाइन्ड एट द टप लेभल अफ द स्क्रिप्ट इज ग्लोबल भेरिएबल, हामीले बुझिसक्यो। इट क्यान बी एक्सेस्ड इनसाइड एनी फंक्सन एज लङ एज यु डोन्ट रिअसाइन इट। हामीले रिअसाइन गर्न खोजेनौं भने चाहिँ एक्सेसिबल हुन्छ, तर रिअसाइन गर्न खोज्यौं भने त नयाँ नेम स्पेसमा गएर क्रिएट हुन्छ, र नयाँ नेम स्पेसमा क्रिएट भएपछि चाहिँ त्यही भ्यालु हामीले एक्सेस गर्न खोज्यौं भने त्यो चाहिँ भ्यालु एक्जिस्टै गर्दैन त्यो केसको लागि, त्यही भएर हाम्रो एरर आउँछ है। त्यही नै छ यहाँनिर, मोडिफाई गर्दाखेरि एरर आयो अनि ग्लोबल किवर्ड युज गरेपछि फिक्स भयो। अनि बिल्ट इन स्कोप भनेको त्यही लेन, प्रिन्ट, इन्ट, एसटीआरहरु छ है। अनि यो स्कोप र नेम स्पेस बुझेपछि हामीले एउटा एलजीबी रुल भन्ने हुन्छ, यो चाहिँ बुझ्नुपर्छ।
एलइजिबी रुलमा एल भनेको लोकल हो, ई भनेको इन्क्लोज्ड, जी भनेको ग्लोबल र बी भनेको चाहिँ बिल्ट इन हो है। लोकल भनेको इनसाइड द करेन्ट फङ्सन, थाहा छ हामीलाई। इन्क्लोज्ड भनेको इनसाइड एनी इन्क्लोजिङ अथवा आउटर फङ्सन, नेस्टेड फङ्सनको केसको लागि। अनि ग्लोबल भनेको टप लेभल अफ द स्क्रिप्ट। अनि बिल्ट इन भनेको त पाइथनको प्रिडिफाइन्ड नेमहरू भयो, लेन प्रिन्टहरू जस्तो। सपोज यो एक्जाम्पल हेरौँ है, हाम्रो एक्सको भ्याल्यु 10 भनेर ग्लोबल स्कोपमा हामीले राखेको छौँ, तर इन्क्लोज्ड स्कोपमा फेरि एक्सको भ्याल्यु 4 राखेको छ। अनि इनर स्कोप भनेको लोकल स्कोपमा पनि एक्सको भ्याल्यु 8 राखिदिएको छ। हामीले एउटै भेरिएबललाई फरक फरक भ्याल्यु दिएको छ नि त। सो हामीले यो एक्स एक्सेस गर्न खोज्यौँ भने चाहिँ कुन भ्याल्यु चाहिँ युज हुन्छ त भन्दाखेरि यो एलइजिबी रुल चाहिँ फलो हुन्छ क्या। हाम्रो इन्टरप्रेटरले चाहिँ पहिला सुरु लोकल स्कोपमा खोज्छ। लोकल स्कोपमा भ्याल्यु भेटायो भने चाहिँ लोकल स्कोपमा जुन भ्याल्यु छ त्यही युज हुन्छ। अनि लोकल स्कोपमा भेटाएन भने इन्क्लोज्ड स्कोपमा जान्छ। इन्क्लोज्ड स्कोपमा भ्याल्यु भेटायो भने इन्क्लोज्डमा जुन भ्याल्यु छ त्यही भ्याल्यु युज हुन्छ। अनि इन्क्लोजमा पनि भेटाएन भने ग्लोबलमा जान्छ। ग्लोबलमा भेटायो भने ग्लोबलमा जुन भ्याल्यु छ त्यही भ्याल्यु युज हुन्छ, र ग्लोबलमा पनि भेटाएन भने बिल्ट इनमा चेक हुन्छ, र बिल्ट इनमा पनि भेटाएन भने चाहिँ हाम्रो एरर आउँछ है। सपोज यो केसमा हामीले अब एक्स एक्सेस गर्न खोजेको छ नि त। सो एलइजिबी रुल फलो गरेर पहिला सुरु लोकल स्कोपमा हेर्नु पऱ्यो। लोकल स्कोपमा एक्सको भ्याल्यु के छ, 8 छ, त्यही भएर हाम्रो आउटपुट चाहिँ 8 आइदिन्छ। यसलाई गरेर हेरौँ है आफैले। सो एक्सको भ्याल्यु 10 छ ग्लोबल स्कोपमा। डेफ आउटर भनेर म एउटा इन्क्लोज्ड स्कोप बनाउँछु, यसमा चाहिँ एक्सको भ्याल्यु 8 दिन्छु। अनि फेरि डेफ इनर भनेर अर्को स्कोप बनाउँछु, अनि यसमा चाहिँ एक्सको भ्याल्यु चाहिँ 6 दिन्छु। सो यति गरेर मैले एक्सको भ्याल्यु चाहिँ प्रिन्ट गर्न खोजेँ र इनर फङ्सन कल गरेँ अनि आउटर फङ्सन पनि कल गरेँ भने चाहिँ हाम्रो आउटपुट चाहिँ 6 आयो क्या। किनकि हाम्रो लोकल एलइजिबी रुल अनुसार पहिला सुरु लोकलमा खोज्नु पऱ्यो। लोकलमा एक्सको भ्याल्यु 6 छ, त्यही भएर यो 6 प्रिन्ट भयो। तर हाम्रो लोकल स्कोपमा भ्याल्यु नभएको भए यो एक्सको भ्याल्यु एक्सेस गर्नको लागि पहिला लोकल स्कोपमा खोज्थ्यो। लोकलमा भेटाएन भनेपछि इन्क्लोज्डमा जान्थ्यो। इन्क्लोज्डमा 8 छ भनेपछि यही 8 प्रिन्ट हुनु पऱ्यो, त्यही भएर 8 आयो है। तर यो 8 पनि नभएको भए हाम्रो ग्लोबलमा जान्छ, त्यही भएर ग्लोबलको भ्याल्यु के छ 10 छ, त्यो 10 आयो। तर ग्लोबलमा पनि नभएको भए चाहिँ हाम्रो बिल्ट इनमा चेक हुन्छ, र बिल्ट इनमा एक्स भन्ने कुरा छैन, त्यही भएर हाम्रो नेम एक्स इज नट डिफाइन्ड भनेर नेम एरर आयो है। एलइजिबी रुल भनेको चाहिँ यति नै हो है, खासै केही पनि छैन। सो आजको भिडियोको लागि चाहिँ यति नै हो है। हामीले नेम स्पेस बुझ्यौँ, स्कोप बुझ्यौँ, भेरिएबल लोकल भेरिएबल नन लोकल भेरिएबल बुझ्यौँ, अनि भ्याल्यु कसरी अपडेट गर्ने भनेर बुझ्यौँ, अनि एलइजिबी रुल है मोस्ट इम्पोर्टेन्ट त्यो बुझ्यौँ। र अबको नेक्स्ट भिडियोमा चाहिँ हामी ल्याम्डा फङ्सन के हो भनेर बुझ्छौँ है त।